नमस्कार, अब सुन्नुहोस् देउखुरी पब्लिक मासिक खबर। वैशाख 9 गतेबाट यस विद्यालयमा शैक्षिक सत्र 2083 सालको नयाँ विद्यार्थी भर्ना तथा अभिलेखीकरण कार्यक्रम प्रारम्भ भएको थियो। उक्त नयाँ विद्यार्थी भर्ना तथा अभिलेखीकरण कार्यक्रम उत्साहजनक रहेको बेहोरा यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले बताउनु भएको थियो। वैशाख 19 गते शनिबारका दिन दाङको लमै नगरपालिका वडा नम्बर 5 स्थित जैविक विविधता ग्रीन पार्कमा आयोजित 13औं नेपाल लाटो कोसेरो तथा हुचिल उत्सव अन्तर्गतको कार्यक्रममा यस देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा एक नृत्य प्रस्तुत गरिएको थियो। यस प्रकृतिको सुन्दर नृत्य प्रस्तुतिका लागि निकै मेहनत गर्नुहुने विद्यालयका प्रतिभावान नृत्य प्रशिक्षक पोषण भण्डारी लगायत सहभागी सम्पूर्ण कलाकार विद्यार्थी भाइ बहिनीहरूलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। वैशाख 21 गते सोमबारका दिनदेखि यस विद्यालयका सम्पूर्ण कक्षाहरूको पठन पाठन क्रियाकलाप प्रारम्भ भएको थियो। उक्त नयाँ शैक्षिक सत्र 2083 सालको पहिलो दिन अर्थात् वैशाख 21 गते सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयको प्राङ्गणमा स्वागत गरिएको थियो। वैशाख 26 गते शनिबारका दिन यस विद्यालयमा एआई सम्बन्धी शिक्षक तालिमको आयोजना गरिएको थियो। उक्त तालिममा शिक्षण क्रियाकलापमा एआई को उच्चतम प्रयोग गर्ने बारे प्रशिक्षण गर्नुका साथै एआई अन्तर्गत सिकाइ क्रियाकलापमा प्रयोग हुने धेरै भन्दा धेरै टुल्सहरूको बारेमा चर्चा गरिएको थियो। एआई को माध्यमबाट शिक्षण गर्दा समयको माग अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकोले उक्त तालिमले विद्यालयको शैक्षिक उन्नयनमा ठूलो योगदान पुर्याउने बेहोरा यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले बताउनु भएको थियो भने तालिमको प्रशिक्षण श्री मुकेश्वर शाह तेलीज्यूद्वारा प्रदान गरिएको थियो। वैशाख 27 गते आइतबारका दिन प्रथम पूर्ण कर्मचारी बैठक 2083 सम्पन्न भएको थियो, जसमा शैक्षिक उन्नयन सम्बन्धी थप योजना तर्जुमा गर्नुका साथै देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयलाई यस क्षेत्रमा हरेक दृष्टिकोणले सदैव अब्बल विद्यालयको रूपमा रूपान्तरण गर्नका लागि सम्पूर्ण कर्मचारीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बेहोरा विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले बताउनु भएको थियो। साथै वैशाख 28 गते सोमबारका दिन प्रकाशित भएको शैक्षिक सत्र 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामा यस विद्यालयबाट उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डव केसीज्यूले हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुका साथै यस प्रकृतिको सफलतामा सहयोग पुर्याउनु हुने समस्त शिक्षक कर्मचारी अभिभावक शिहर सदस्य एवं शुभेच्छुकहरूमा हार्दिक कृतज्ञता समेत ज्ञापन गर्नुभएको थियो। हस्त अर्को महिनाको अन्तिम दिन पुनः आउने गरी अहिलेलाई देउखुरी पब्लिक मासिक खबर यति नै। धन्यवाद।